माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस्। म यहाँहरूलाई आफ्नो कुराहरू राख्न समय दिन्छु। सर्वप्रथम माननीय सदस्य हितराज पाण्डे। आफ्नो अभिव्यक्ति 5 मिनट भित्रमा माननीय सदस्यले राखिसक्नुहोला। म माननीय सदस्यहरूलाई समय दिन्छु। यहाँहरू आसन ग्रहण गर्नुहोस्। म यहाँबाट समय दिन्छु। माननीय सदस्यहरू एकैचोटि बोल्ने होइन होला नि त, पालो पालो बोल्ने होला। मैले समय दिएपछि यहाँहरूले बोल्न पाउनुहुनेछ। सम्मानीय सभामुखज्यू, माननीय सदस्य, म यहाँहरूलाई समय उपलब्ध गराउँछु। आसन ग्रहण गर्नुहोस्। म समय उपलब्ध गराउँछु। माननीय सदस्यहरू, मैले यहाँहरूलाई समय उपलब्ध गराउँछु, त्यसकारण आसन ग्रहण गरिदिनुहोस्। त्यो यहाँबाट समय लिएर गर्ने होला नि त मान्यज्यू। त्यसैले यहाँहरू सबैलाई म आसन ग्रहण गर्न अनुरोध गर्छु। म यहाँहरूलाई समय उपलब्ध गराउँछु। म यहाँहरूलाई समय दिन्छु भनिसकेको छु। त्यसले गर्दाखेरि माननीय सदस्यहरू आसन गर्नुहोस्। मैले समय उपलब्ध गराउँछु। आन्दोलनरत दललाई पहिला सम्माननीय ज्यू।